कहिलेकाहीँ त सांसद आशिका तामाङको हरकतहरू देख्दाखेरि लाग्छ कि आशिका तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी रासपामा होइन हर्क साम्पाङको टिममा हुनु पर्थ्यो। सांसद आशिका तामाङ बच्चा जस्तो रिसाएर बोक 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 हिँडेको यो भिडियो हेर्नुस्, त्यस पछाडि बाँकी कुरा गरौँला। यो भिडियो हेर्नुस्। मान्य सदस्य आशिका तामाङलाई सभाको मर्यादामा रहन म निर्देशन दिन्छु। कम्बोडियामा अवैध रूपमा बसेको एक नेपाली युवकको बिरामी भएर उपचारको क्रममा मृत्यु भएपछि यो सब नेपालमा ल्याउनु पर्ने कुरामा ढिलाइ भएको भन्दै आशिका तामाङ असन्तुष्ट भएको देखिन्छ। तर सांसद आशिका तामाङ असन्तुष्ट हुनु पनि ठिकै हुन्थ्यो, त्यति बेलासम्म जबसम्म स्पष्ट कुराहरू र समस्याहरू के हो त्यो बाहिर नआउन्जेलसम्म र सरकारले कुनै पनि तयारी नगरुन्जेलसम्म। तर यहाँ परराष्ट्र मन्त्री शिशिर खनालले भएको के हो, समस्या के हो, किन ढिलो भयो, ती सबै कुराहरू स्पष्ट रूपमा सदनमा जानकारी दिँदा दिँदै पनि यसरी बच्चा जस्तो बोक 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 उठेर हिँड्नु अलि शोभनीय भएन। परराष्ट्र मन्त्री शिशिर खनालले स्पष्ट रूपमा भन्नुभएको छ कि वैध रूपमा कानुनी रूपमा बाहिर काम गर्न गएको वैदेशिक रोजगारमा गएको कुनै पनि श्रमिकको मृत्यु भयो भने सरकारले त्यसलाई सहजै रूपमा नेपालसम्म ल्याउन सकिने, तर अहिलेसम्म नेपालमा कुनै पनि अवैध रूपमा वैदेशिक रोजगारमा गएको श्रमिकहरू मृत्यु भयो वा कुनै पनि समस्यामा परे वैध रूपमा कानुनी रूपमा गएको श्रमिकहरूलाई जसरी सहज ढङ्गले नेपालमा ल्याउन सकिने कानुन नबनेको स्पष्ट पार्नु भएको छ। कुरा र सरकारको काम यतिमा मात्रै सीमित भएको भए पनि आशिका तामाङ रिसाउनु स्वाभाविकै हुन्थ्यो। वैध रूपमा होस् या अवैध रूपमा होस्, नेपाली नागरिक नै समस्यामा परेको छ, मृत्यु भएको छ, नेपालमा त ल्याउनु पर्यो नि भनेर प्रश्न उठाउन सकिन्थ्यो। किन कानुन नबनाएको, त्यसको लागि आवश्यक कानुन बनाउनु पर्छ कि पर्दैन भनेर कानुन बनाउन माग गर्न सकिन्थ्यो। छिटो प्रक्रिया अगाडि चाल्नु पर्यो भनेर माग राख्न सकिन्थ्यो। छिटो काम अगाडि बढाउन सरकारलाई दबाब दिन सकिन्थ्यो। त्यसका लागि आवश्यक कानुन निर्माण गर्नको लागि सरकारलाई सल्लाह सुझाव साथै साथ सहयोग दिन सकिन्थ्यो। धेर थोर रिसाउन स्वाभाविकै हुन्थ्यो। तर परराष्ट्र मन्त्री शिशिर खनालले स्पष्ट रूपमा भन्नुभएको छ कि योभन्दा अगाडि कहिले पनि त्यस्तो खालको अवैध रूपमा गएको नागरिकको श्रमिकको हकमा कुनै पनि कानुन स्पष्ट रूपमा बनि नसकेको र अन्य नागरिकले वैध रूपमा तिरेको करको दुःख र मेहनत गरेर तिरेको करको संरक्षण गर्ने र सही ठाउँमा सदुपयोग गर्ने पनि नेपाल सरकारको कर्तव्य र दायित्व रहेको, त्यसको साथसाथै अवैध रूपमा गएकै भए पनि आफ्नै देशको नागरिकलाई कसरी राहत दिन सकिन्छ भनेर नयाँ कानुन निर्माण गर्ने साथै 15 करोड रुपियाँ बजेट पनि छुटाइसकेको जानकारी स्पष्ट रूपमा दिनुभएको छ। त्यति मात्रै होइन, नेपाल सरकारले गएको केही महिनाभित्र नै 800 भन्दा धेरै कम्बोडियामा फसेको नेपाली नागरिक उद्धार गरिसकेको जानकारी दिइसक्नु भएको छ। खासमा कम्बोडियाको समस्या चाहिँ के हो भने यहाँबाट चाहिँ दलालहरूले भिजिट भिसामा लाने र त्यस पछाडि कम्बोडियामा लगेर ठुलो तलबको लोभ देखाएर कम्बोडियामा बसेर नेपालीहरूलाई नै ठग्ने अनलाइन ठगी धन्दा, अनलाइन स्क्याम साथै अनलाइन गेमिङहरूमा संलग्न गराउने रहेछ। अर्थात् नेपाली वर्गको बेरोजगारको समस्याको फाइदा उठाउँदै नेपालीलाई नै प्रयोग गरेर नेपालीलाई नै ठग्न लगाउने। अहिले कम्बोडियाको मुख्य समस्या भनेको यही हो। त्यसैगरी सोही क्रममा कम्बोडियामा पुगेर बिरामी भएर मृत्यु भएको नेपाली युवकको अस्पतालको उपचारको खर्च र मृत्यु भए पश्चात शव गृहमा राखेको कुल जम्मा खर्च 8,000 अमेरिकी डलर अर्थात् 12,24,000 भन्दा बढी नेपाली रकम त्यहाँ बुझाउनु पर्ने परराष्ट्र मन्त्री शिशिर खनालले जानकारी दिनुभएको छ। गाउँघरमा चलन चल्तीको एउटा उखान छ, नखाऊ भने दिनभरिको शिकार, खाऊ भने पान्छाबाको अनुहार। अहिले यो समस्या यस्तै भयो। अब सब नेपालमा नल्याऊ भने नेपाली नै हो, ल्याऊ भने त्यति धेरै अन्य नेपाली जनताले इमानदार तरिकाले मेहनत गरेर तिरेको करको प्रयोग गर्नुपर्छ। त्यसमा फेरि कानुन बनिसकेको छैन, कानुन नबनिकन सरकारले पैसा दिने कुरा पनि भएन, भ्रष्टाचारको मुद्दा लागिहाल्छ। तर यति हुँदाहुँदै यति धेरै स्पष्ट रूपमा बुझाउँदै पनि आशिका तामाङले नबुझेकै हो कि बुझेर पनि बुझ बचाएको। कुनै व्यक्तिगत रिसिभी त थिएन होला परराष्ट्र मन्त्रीसँग, सरकारसँग। त्यही माथि सरकारले गर्दै गर्दिन पनि भनेको छैन, प्रक्रिया अगाडि बढाइसकेको छ। 15 करोड रुपियाँ बजेट त्यसको लागि छुटाइसकेको रहेछ। सरकारी कामकाजमा सरकारी बजेटमा धेर थोर प्रक्रियाहरू पूरा गर्दै गर्दाखेरि ढिला सुस्ती त पक्कै पनि हुन्छ नै। त्यही पनि कानुनै बनि नसकेको कुरामा आफ्नो गोजीबाट फुत्त निकालेर सहयोग गरेको जस्तो त पक्कै पनि हुँदैन नै। सांसद आशिका तामाङले अब त यति त बुझ्नै पर्ने हो, नत्र भने आफैले हेर्दा पनि भइगयो। पहिला अभियान त हुँदाखेरि दिनकै दुखी पीडितहरूलाई आफ्नो गोजीबाट पैसा बाँड्दै अरूलाई सहयोग माग्दै सहयोग गर्दै हिँड्थ्यो। अहिले किन त्यसो गर्न सक्दैन त, किन गर्दैन त? आफैलाई प्रश्न गर्दा पनि हुने हो। खोइ बुझ्नेले बुझ्छ, नबुझ्नेले बिस्तारै बुझ्दै गर्छ। यस विषय तपाईँहरूलाई के लाग्छ आफ्नो विचार कमेन्टमा लेख्नुहोस् त। अनि यो भिडियोको कमेन्टमा चाहिँ आशिका तामाङ दिदीलाई सक्दो मेन्सन गर्नुहोस्। साथसाथै जानकारीको लागि यो भिडियोलाई सक्दो सेयर पनि गर्नुहोस् है त।